को समयमा 700 वटा चर्च थियो नेपालमा हैन। धेरै पछि गणतन्त्र आएपछि अहिले 15,000 वटा भन्दा बढी चर्च छन्। यसको फन्डिङ के छ त? यसको स्रोत के हो त? नेपाल भनेर भनिदिनु पर्यो नि त हामीले। किन नेपाल सरकारले त फन्ड गरेको छैन त हैन। कसैको धर्म आस्थाप्रति होइन, यो त नेपालमा एकदमै सुनियोजित हिसाबमा हिन्दू राष्ट्र सनातन धर्म मान्नेहरूप्रति भएको आक्रमण हो। किनभने जनसङ्ख्या कसको घट्दैछ? जनजातिको घट्दैछ। जनसङ्ख्या लास्ट सेन्सस रिपोर्ट हेर्नुभयो भने बुद्धिस्टहरूको जनसङ्ख्या घट्दैछ, हिन्दूहरूको जनसङ्ख्या गएछ। कहाँ गयो त यो मान्छेहरू? के कुराले धर्मान्तरण भइराखेको छ र कसको चाहिँ जनसङ्ख्याको गणनामा कसको चाहिँ जनसङ्ख्या बढिराखेको छ भन्ने कुरा हो। र हाम्रो विचार के हो भने कोही मान्छेले स्वेच्छाले धर्मान्तरण गर्छ, त्यो उसको इच्छाको कुरा हो। तर राज्यले कुनै पनि प्रलोभन देखाएर नदेखाएर धर्मान्तरण गराउन उक्साहट गर्नु चाहिँ गलत हो भन्ने कुरामा हामीले बोल्दा हामी चाहिँ मर्ने धम्की पाउन पर्ने, हामी बलात्कृत हुने धम्की पाउन पर्ने 90% शरणार्थी भएको देशमा धर्मान्तरणकै विषयमा बीबीसीले सन् 2023 मा क्रिस्चियन मिसनरीज टार्गेट द बर्थ प्लेस अफ बुद्ध इन नेपाल शीर्षकमा प्रकाशन गरेको सामग्रीलाई नै आधार मान्ने हो भने पनि साउथ कोरियाबाट इसाई धर्मका ठेकेदार बनी खटाइएका दम्पतिहरूले नेपालको ग्रामीण पहाडमा मूलत जनजाति समुदायका मानिसहरूमा रहेको आर्थिक गरिबीपन र आध्यात्मिक कमजोरीपनको कारणले सिङ्गो गाउँलाई नै धर्मान्तरण गराउन सफल रहेको कुरा स्वीकार गरेको छन्। यो मैले भनेको होइन नि, यो त यो पास्टरहरू जो बाहिरबाट चाहिँ खेताला लाएर पठाइएको थियो नेपालमा चाहिँ हिन्दू धर्मलाई चाहिँ सनातनीहरूलाई धर्मान्तरण गर्ने, त्यसको विरुद्धमा बोलेको हो हैन। त्यसले गर्दाखेरि मैले चाहिँ भन्न खोजेको के हो भन्दाखेरि संविधान संशोधन हुँदैछ, धर्मान्तरणलाई रोक्नुपर्छ, नेपाललाई हिन्दू राष्ट्र बनाऊ, यो कुरामा चाहिँ बहस त सुरु हुनु पर्यो नि त। त्यो कार्यदलको सूचीमा त धर्मनिरपेक्षता राख्नु पर्यो नि, किनभने हामी 90% सनातनीले पनि त यो देशको हिन्दू किराँत बौद्ध वनहरूले हाम्रो पनि त विचार राख्छौँ भनेर मैले त्यो प्रसङ्गमा भनेको थिएँ।